हेलो हेलो गाइस, वेलकम टु माई ब्लग। आज चाहिँ हामी थ्रेसर दाइ लाउन जाँदैछौँ, गहुँ दाइ लाउन जाँदैछौँ। अनि आज चाहिँ लास्ट दिन थियो नि त, किनकि अनि हामी चाहिँ काटेर भ्याइसकेको थियौँ। 1 बिघा जति थियो अनि एउटा मात्रै गरा काट्न बाँकी थियो। अनि एउटा गरा चाहिँ काट्दै थियौँ। अनि मैले चाहिँ खेतर लगाएको थिएँ बहिनीहरूलाई, गाउँकै बहिनीहरू थिएन। अनि पानी आउनु जस्तो गरेको थियो नि त, अनि त्यही भएर अनि छिटो काटकुट गरेर अनि दाइलाई दिनु भनेर। अन्त अनि एउटा मात्रै गरा थियो, अरू त काटेर भइसक्यो। 3 दिन जति काट्यौँ हामीले चाहिँ। अनि सोध्दै थिएँ म बहिनीलाई के किन्छौ भनेर पैसाले, अनि हँसाउँदै थिएन। अनि त्यसपछि हात हेर्नु त कस्तो भएको छ मेरो। अनि काटेर चाहिँ यस्तो भएको थियो। अनि काटेर चाहिँ सकिसकेको थियो। अनि यता चाहिँ बसेको थियौँ हामी चाहिँ। अनि मेरो बाबु अनि मेरो बुढो चाहिँ अनि पानी लिएर आएन। हामी पानी ल्याउनु भनेको थिएँ नि त मैले। अनि त्यसो पानी लिएर आएन फ्रिजबाट। अनि हामी चाहिँ एकछिन बसेर पानीसानी खायौँ। अनि एकछिनपछि सबै त्यो बोकेर भ्याइयो नि त गहुँहरू। अनि फेरि थ्रेसर लाउनलाई पनि भनेको जाऊँ न बहिनीहरू थ्रेसर लगाइदेऊ भनेर। अनि थ्रेसर लगाउन जाँदै थियौँ क्या। अनि गहुँ पनि थोरै पनि छैन नि त, यति धेरै। अनि 1 बिघाभन्दा धेरै थियो। अनि पोहोर चाहिँ आधा जति लगाएको थियौँ। अनि असम चाहिँ अलि धेरै लगाएको थियौँ। अनि खुसी भएको छु कि, किनकि मेरो आज अब अदिया गर्नु पर्दैन नि त। अनि 5 वर्ष जति दुःख पाएको थिएँ मैले। अनि अब त सकिन्छ, अदिया गर्नु पर्दैन। अनि खुसीले चाहिँ कति मन खुसी थियो कि मेरो। अनि यो वर्ष त अब यो वर्षदेखि चाहिँ छुटकारा मिल्यो भनेर। अनि अब चाहिँ स्टार्ट भयो। अनि थ्रेसर लाग्न सुरु भयो। अनि म चाहिँ गहुँ चाहिँ राखिरहेको थिएँ अनि उतापट्टि, किनकि अदिया हो नि त। अनि अदिया चाहिँ बाँट्नुपर्छ। अनि मेरो बुढो अनि बहिनीहरू चाहिँ त्यो गहुँहरू चाहिँ थ्रेसर लाउँदै थिएँ। म चाहिँ अनि यसो भिडियो पनि बनाइदिउँ भनेर अनि भिडियो पनि बनाउन लागेँ। अनि त्यसपछि यति भएको थियो गहुँ। अनि गहुँ थ्रेसर लगाएर सकियो। बुवाले चाहिँ कोक मगाउनु भयो, कोक खाएँ म। अनि त्यसपछि सकियो, बाई बाई।